हेलो अनि नमस्ते तपाईँ सबैलाई। यति बेला आज हामी यो दाङ जिल्लाको अत्यन्तै प्रसिद्ध स्थल बाह्रकुने क्षेत्रमा छौँ र आज हाम्रो पुरानो साथीभाइ ग्रुपको एउटा छोटो मिठो पिकनिक हुँदैछ। यसको लागि आज हाम्रो सबै पुराना साथीहरू जमघट हुनुभएको छ। हाम्रो कुशल भण्डारी यहाँ मासु बाँड्दै हुनुहुन्छ, उहाँले मिट लभर हुनुहुन्छ, त्यही भएर मासुतिर लाग्नु भएको छ। हाम्रो यहाँ यज्ञ थापाजी के अरे मादल वादक र हाम्रो रेशम रेवले बाँसुरी वादक हुनुहुन्छ, उहाँ दुईवटा फलफुलमा व्यस्त हुनुहुन्छ। हाम्रो टोलीहरू पुरै एकदमै सुविवेक प्रयोग गरेर कसैलाई काम लाउनु परेको छैन, यहाँ आफै इमान्दारपूर्वक टक्क यो व्यवस्थापन गर्दै हुनुहुन्छ। यसको लागि हामी अरू सबै साथीहरू छौँ, यहाँ जमघट भइरहेछौँ। आज 2082 सालको जेठ महिनाको 5 गते। ओके, यो चाहिँ हाम्रो टोलीहरू उता यो खाजा व्यवस्थापन हुनुहुन्छ भने हाम्रो टोलीहरू यहाँ हुनुहुन्छ। हाम्रो मधु केसी दाई, त्यसै गरी हाम्रो सन्तोष आचार्य, त्यसै चन्द्र केसी हाम्रो उता सर हुनुहुन्छ। यसै गरी हाम्रो डम्बर बुढाथोकी समीर केसी र हाम्रो एकदमै लोक गायक हाम्रो निर्मल केसी भाइ पनि हुनुहुन्छ। उहाँ अत्यन्तै रमाइलो टिपिकल भाकाहरूको एउटा राम्रो मिठो गीतहरू गाउनुहुन्छ, टप्पा गीतहरू, विशेष गरी सल्यान रुकुम र बङ्गाली भाकाहरूलाई। उहाँका गीत पनि हामीले सुन्नेछौँ एकछिन पछि है। पानी दरकोस काम सरको सरकै तिमी रमा खेल्दाको छेनहरकै छ माया छन लेखैमा गुराँस बेसीमा कुनी नदीको कुनी कहिले Hey!
फर्किन बाटो आफ्नै त घर छैन के भएन यो तेरो दिलैमा बाटो बर्खाको आफ्नै त घर छैन के भएर अर्काको आफ्नै त घर छैन के सुरु गरौँ यो जोनीमा तिम्रो साथ पाइएन तिम्रो साथ पाइएन अरेको जुनी मलाई चाहिएन बर्खा मनका मना ट्यापै मायालाई आलो भने नि छैन जमाना ट्यापै मायालाई आलो भने नि छैन जमाना
हे साथी भाइ भेट भएको बेलामा भेट भएको बेलामा आज कुन चाहिँ पर्ने हो खेलामा गोर्खा मनका झ्याप्पै मायालाई हालौँ भने नि छैन जमाना झ्याप्पै मायालाई हालौँ भने नि छैन गर्लफ्रेन्ड भागिदेला डर छ भागिदेला डर छ नबनाम त बनाउने रहर छ गोर्खा मनका मनमा झ्याप्पै मायालाई हालौँ भने नि छैन जमाना झ्याप्पै मायालाई हालौँ भने नि छैन जमाना निर्मल नाच भाइ
सावन पछि खोजेको छैन काम मायाको गाडोमा पछि जान्न माता नयाँ रे छोटी हेलो अनि नमस्ते तपाईँ सबैलाई। यति बेला हामी यो बाह्रकुने दहमा आज पिकनिकको लागि आएका थियौँ। यद्यपि आज हामीले पिकनिक खाएर सरसफाइ गरेको फोहोर हामी आफैले सरसफाइ गर्दैछौँ। एउटा सभ्य नागरिक र सभ्यताको परिचयको पनि एउटा प्रतीक हो। हामी जसरी यहाँ आएका थियौँ, जस्तो यो ठाउँ सुरुको अवस्थामा थियो त्योभन्दा अत्यन्तै चिटिकै बनाएर हामीले यो ठाउँलाई छोडेर जानेछौँ। आज हाम्रो माझ हुनुहुन्छ हाम्रो आदरणीय व्यक्तित्व वडा नम्बर 6 का जनप्रतिनिधि हाम्रो आदरणीय दाजु, त्यसै गरी सबै साथीहरू हुनुहुन्छ। उहाँहरू सबै मेरो प्रिय समकालीन मित्रहरू पनि जोडिनु भएको छ। उहाँहरूले यहाँ झाडु लाउँदै हुनुहुन्छ, कसैले सरसफाइ गर्दै हुनुहुन्छ। हामीले एउटा पक्कै पनि एउटा समाजको अत्यन्तै सर्वश्रेष्ठ प्राणी एउटा मानिस भएको नाताले पनि हामीले आफूले गरेको फोहोरलाई आफै सरसफाइ व्यवस्थापन गर्नुपर्छ भनेर चाहिँ जुटेका छौँ। जहाँसम्म लाग्छ यसको प्रतिनिधित्व अगुवाई गर्नुभएको छ हाम्रो आदरणीय दाजु वडा नम्बर 6 का अध्यक्ष आदरणीय दाजुले यसको अध्यक्षता गरिनुभएको छ र हामी सबै साथीहरू जोडिएका छौँ। जहाँसम्म लाग्छ हामी सबैले यहाँ जसरी घुम्न आउँछौँ, दाङको बाह्रकुने एउटा धार्मिक प्रतिष्ठानलाई हामी सबै मिलेर एउटा सफा र एउटा राम्रो पर्यटकीय गन्तव्य स्थानको रूपमा विकसित गर्न जरुरी छ। यसैले गर्दाखेरि पनि हामी लागिरहेका छौँ। हामी सबै साथीहरू यसलाई सरसफाइ गर्ने, जसरी हामी जुन अवस्थामा आएर बसेका थियौँ त्यसरी नै यसलाई पुरानै अवस्थामा भन्दा अझै राम्रो बनाएर छोड्नेछौँ। जसरी कि अरू आउने पर्यटकहरूले पनि यसलाई सफा राख्नुपर्छ भन्ने उहाँको मनसाय र विचार हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। सबै साथीहरू आज हामी 1-2 घन्टाको यहाँ रमाइलो गऱ्यौँ। यद्यपि जाँदै गर्दा हामी रहेको ठाउँलाई हामीले अत्यन्तै सफा गर्ने प्रयास गरेका छौँ। जति साथीहरू अरू पनि यो ठाउँमा आउनुहुन्छ भने कृपया तपाईँहरू पनि सरसफाइ गरेर गइदिनु होला, किनकि हामी सबैको आस्थाको धरोहर यो ठाउँ, हामी सबैको प्राकृतिक सुन्दरताको खानी दाङको एउटा पर्यटकीय स्थल बाह्रकुने दह हो। तपाईँ देख्न सक्नुहुन्छ यो ठाउँ भनेको अत्यन्तै रमाइलो र सबै घुम्न आउने ठाउँको एउटा यो ठाउँ हो। सबैलाई पनि विशेष धन्यवाद दिन्छु। सबैले एउटा यो सरसफाइमा साथ र सहयोग गरिदिनु भएको छ।